साथी तिमीलाई एउटा कुरा भनौँ भन नि त भन्दा गफ लाग्ला होइन हेर न केटीले पुरा सुसाइड गर्न लागेको पनि राइट ल अब चाहिँ म तपाईँहरूलाई माट पुगेपछि माट चाहिँ कस्तो छ सामानहरू कतिको महँगो यस्तो सब देखाउनेवाला छु साथीहरू लगभग 500 को धनियाँ गुङ्गुरको मासुलाई हेर्नु त राम्रो राम्रो 3500 रुपियाँ यतिलाई यही नेपाल सारा गइसक्यो मलाई आनन्द गइसक्यो हेर्नु त साथीहरू रेल हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो न्यू ब्लग आफ्टर लङ टाइम मसँग हुनुहुन्छ टेकराज के छ कहाँ हो टेकराज चाहिँ आज सपिङ गर्न आज चाहिँ तपाईँहरूलाई हामीले कोरियाको सपिङ देखाउँछौँ कतिको हुन्छ हामी चाहिँ अहिले सपिङ गर्न जाँदैछौँ मौसम पनि यस्तो मिठो हावा लागिरहेको छ थोरै थोरै घाम लागिरहेको छ रुखहरू यस्तो हरियो भइसकेको छ है साकुरा पनि फुलेर पात पनि पलाइसक्यो अब चाहिँ हामी चाहिँ जाँदैछौँ यो चाहिँ कम्पनी हाम्रो बाटोहरू काट्नुपर्ने हुन्छ मैले चाहिँ अहिले कामको व्यस्तताले गर्दा चाहिँ भ्लगलाई कन्टिन्यू दिन पाएको छैन हेरौँ अब फुर्सद मिल्दा चाहिँ भिडियो बनाउनु त मन लाग्छ त्यस्तै हुँदो रहेछ पहिला चाहिँ अलि फेरि भइन्थ्यो र बनाइन्थ्यो अहिले त्यस्तै भइरहेछ त्यही पनि हेरौँ अब तपाईँहरूलाई कोरियाको नयाँ कन्टेन्ट ल्याउने प्रयास गर्छु यो चाहिँ हाम्रो गाउँ भनौँ पाकिस्तान अलि मिलेन बङ्गलादेश बङ्गलादेशको त्यो के पनि लेखेको हेर्नु त साथीहरू रेल हामीलाई रेल हेर्न कोही जानु पर्दैन घरबाट बाहिर निस्कियो हुन्छ हो कि नै कतिवटा खायो त्यहाँ त किसिम छ त यार रेल त तपाईँहरू आजको दिनमा देख्न सक्नुहुन्छ किन बन्यो त रेल साथीहरू पुरै वन जङ्गल हुन लाग्यो नि त यहाँ त नआएको पनि धेरै भयो के छ अरू दिनहरू कस्तो कटिरहेको छ काम के कस्तो चलिरहेको छ पैसा छापिरहेछौँ त्यो महिना कति आउँछ 28 लाख सक्छ त गोर्खेलाई के गर्ने त 28 लाखको अनि यसो अब मुखमा हेरिहालेको छु भन्दै मैले नि कि कसो साथी हो ओहो कुटिल कसा ल कुटिल कसा खाँदैछन् साथी कोरियामा नि कुटिल कसा सक्छ त मिठो वाउ के हो यो साथी तिम्रो गर्लफ्रेन्डलाई पठाइदेऊ पर्व जान्देऊ आई लभ यु कस्तो यहाँ त बबाल भएछ नि त 1-2टा फोटो हान्नुपर्छ यता चाहिँ छ जताततै जङ्गल हुन लागेको छ हौ हाम्रोतिर त छाइ छ हाम्रो ग्राउन्ड यार ग्राउन्ड जान पनि प्रतिबन्ध छ यस्तो यो कोरियाल त यो सिजनमा चाहिँ यो वनहरूमा जङ्गलहरूमा त मान्छेलाई जानै नदिँदो रहेछ हाम्रो ग्राउन्ड चाहिँ अलि थोरै मास्तिर डाँडामा थियो पुरै आगो लाग्छ भनेर प्रतिबन्ध गए पार कति अरे 2 लाख जरिमाना भएपछि E7 यी बाबु हान्दै हामी जान्छौँ माटतिर त्यहाँबाट चाहिँ अब 15-20 मिनट हिँडेपछि चाहिँ हामी माट पुग्छौँ अहिले चाहिँ कोरियामा गर्मी बढ्दो गरममा छ हिउँदा पनि यस्तो पोलिरहेछ कसै जाडो भइसक्यो कोरियामा कस्तो होला त अब पहिलो हो नि त हामीलाई गर्मी पनि कस्तो हुन्छ
अब बुटलमा बसेको मान्छेलाई त्यहाँ गर्मी हुन्न भन्नुहुन्छ कि दाइहरूले त्यस्तो तिमी रुकुमलाई कस्तो हुन्छ दाइ रुकुमतिर कस्तो गर्मी हुन्छ गाह्रो हुनेवाला छ साथीलाई 40 डिग्री हामी त दिनदिनै 40-45 खाँदै बसिरहेको हो त्यही पनि अब गर्मी त गर्मी भइहाल्छ ताई पनि है ल अब चाहिँ म तपाईँहरूलाई माठ पुगेपछि माठ चाहिँ कस्तो छ सामानहरू कतिको महँगो यस्तो सब देखाउनेवाला छु त्यतिन्जतिको लागि हेरिराख्नुहोस् साथी तिमीलाई एउटा कुरा भनौँ भन नि त भन्दा गफ लाग्ला होइन हेर न केटाकेटीले पुरा सुसाइड गर्न लागेको छ नि राइट हामी चाहिँ मार्टमा आइसक्यौँ अब चाहिँ सपिङ गर्नको लागि अब भित्र जान्छौँ एक दर्जन केरालाई चाहिँ के अरे 490 रुपियाँ ल हेर्नु साथीहरू यति सागलाई 3980 लगभग 390 ल हेर्नु त यति बन्दालाई मात्र 290 हेर्नु आधा बन्दालाई ल हेर्नु साथीहरू 470 को दाललाई नि त्यस्तो छ 3250 325 को कति महँगो महँगो क्यारो होला हौ टिक्ने साथीहरू लगभग 500 को धनियाँ गुङ्गुरको मासुलाई हेर्नु त राम्रो राम्रो 3500 रुपियाँ यतिलाई हामीले नास्ता गर्दैछौँ हाम्रो सपिङ सकियो बिल 2,91,360 को सपिङ भयो आजको यो हप्तालाई साथीहरू हामी चाहिँ हिँड्यो अलसी 안녕하세요 말 아는 거 있어요? 몰라. 여기 있는 네발 사람 보고 있어요. 아 그래. 말 아는 거 있어요? 없어요? अब हिँड्यो रुमतिर सपिङ सकियो आजलाई अब चाहिँ बेलुका पार्टी छ पार्टीतिर जानुपर्छ कस्तो लाग्यो आजको भ्लग तपाईँहरूलाई लाइक कमेन्ट सेयर गरिदिनु नभुल्नु होला बाई